गाउँको सादा जीवन र आमाको माया संसारकै सबैभन्दा ठुलो धन रहेछ। पहाडको सानो गाउँमा एक आमा र उनको छोरा बस्थे। उनीहरू गरिब थिए तर मनको धनी। आमा बिहानै उठेर दुन्थिन्, खेतबारी जान्थिन् र साँझ परेपछि छोराका लागि ढिँडो पकाउँथिन्। एक दिन छोराले रिसाउँदै भन्यो, आमा, हामी सधैँ ढिँडो मात्र किन खान्छौँ? सहरका मान्छेहरू त मिठा मिठा परिकारहरू खान्छन्। आमाले मुस्कुराउँदै भनिन्, बाबु, मिठास खानेकुरामा होइन, माया र मेहनतमा हुन्छ। केही वर्षपछि छोरो पढेर ठुलो मानिस बन्यो। सहरमा धेरै परिकारका खानेकुरा खायो, तर आमाको हातको ढिँडो जस्तो स्वाद कहिल्यै पाएन। एक दिन गाउँ फर्केर उसले आमासँग फेरि ढिँडो माग्यो। आँखा रसाउँदै भन्यो, आमा, अब मैले बुझेँ, साँचो मिठास त हजुरको माया रहेछ। मेरी आमाको ढिँडो